नमस्कार, जयगढी भ्लगमा स्वागत छ। म खगेन्द्र। लामो समयपछि एउटा नयाँ भिडियो लिएर फेरि पनि उपस्थित भइसकेको छु। कृपया माया गरिदिनु होला, पुरा भिडियो हेरिदिनु होला। करिब बिहानको 8 बजे हामी डेक्कनदेखि कुम्बेसम्मको यात्रा अगाडि बढाउँछौँ। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। जसरी भए पनि हामी आज कुम्बे पुगेर साँझसम्म त्यहाँबाट फर्कने हाम्रो गन्तव्य छ। मोटरसाइकलमा यति लामो यात्रा गर्दैछौँ, कस्तो हुन्छ के हुन्छ केही थाहा छैन। मनमा डर र उमङ्गसँगै हामी यात्रा अगाडि बढाइरहेका छौँ। सफा मौसम, एकदम रमाइलो। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। पहिलाको भन्दा गाडी भने फट्टफुट्ट नै देखिन्छन्। रोड भने सफा कालोपत्रे नै छ। यहाँसम्म कस्तो हुन्छ त्यो त थाहा छैन। अहिलेसम्म त बाटो भने एकदमै राम्रै छ। डाँडा पाखाहरू एकदमै हरियाली देखिन्छन्। भने अलि पहिलाको भन्दा कम नै छ। हाम्रो मुख्य लक्ष्य भनेको झरनासम्म पुग्ने, झरनाको अवलोकन गर्ने हाम्रो लक्ष्य छ। तर 1-2 जना यहाँको लोकललाई सोद्धा पहिलाको भन्दा पानी भने एकदमै कम नै छ। तर हेरौँ।
डर भने निकै नै छ, किन भन्दा यति लामो यात्रा हामीले बाइकमा कहिले पनि गरेका थियौँ। आशा गरौँ कि हाम्रो आजको दिन राम्रै होस्, हाम्रो गन्तव्यसम्म सहजै तरिकाले हामी पुग्न सकौँ। लोकेसनमा हिँडिरहेका छौँ। लोकेसन कहाँ पुर्याउँछ, कस्तो हुन्छ त्यो त थाहा छैन, तर हामीले लोकेसनले देखाएको बाटोसँगै हाम्रो यात्रा अगाडि निरन्तर चलिरहेको छ। चिसो हावा हाम्रो स्पिड पनि हावासँगै अगाडि बढिरहेको छ। घाम लागिरहेको छ, तर चिसोको भने पहिलाको भन्दा धेरै नै महसुस भइरहेको छ। केही समय हामी नास्ताको लागि रोकिन्छौँ। नास्ता खाँदै गर्दा रमाइलो गफगाफ सँगै हामी यात्रा हाम्रो फेरि अगाडि बढाउनेछौँ। अबको एकैछिनमा
हामी कुम्बे झरनासम्मै नै पुग्नेछौँ। कुम्बे वाटरफल भिडियोमा त एकदमै राम्रो देखिन्छ, तर त्यहाँ जाँदा कस्तो हुन्छ के हुन्छ हेरौँ। जस्तो हुन्छ त्यस्तै तपाईँहरूलाई देखाउने प्रयास नै गर्नेछौँ। आशा छ राम्रै हुनेछ आजको भिडियो, माया गर्नुहुन्छ भन्ने पनि आशा गर्छु। झरनाको नजिक पुगिसकेका छौँ। अब एकछिन यता गाडी पार्किङ गरेर हामी झरनामा जानेछौँ। फेला पडी मेरो मुन्टाले पछाडि कोही देख्दैन किन दृश्य झरनाभन्दा माथिको हो। हामी एकछिन यहाँबाट झरना राम्रोसँग देखिँदैन, उता पारी डाँडामा गएर झरना देखाउने प्रयास गर्नेछौँ।